हामी यहाँ 0 किलोमिटरबाट अब नर्थ एबिसी ट्रेकिङको लागि लागिरहेको छौँ। लुम्लेमा आइपुगेका छौँ। ट्रेकिङ सुरु हुन लागिरहेको छ। पञ्चकुण्ड आइसकेका छौँ। फाइनली नर्थ एबिसी पनि कम्प्लिट गरियो। हाम्रो नर्थ एबिसीको ट्रेक सुरु हुँदैछ। हेरौँ आज कहाँसम्म पुगिन्छ है त। हामी 3 जना छौँ अहिले, केही छिनमा अर्को 3 जना साथी आउँदैछ। लेट्स गो। अलिअलि घाम लाग्न थालिसकेको छ है। हामी यहाँ 0 किलोमिटरबाट अब नर्थ एबिसी ट्रेकिङको लागि लागिरहेको छौँ। यता छ गाडी त्यहाँ आइसकेको छ गाडी। दिउँसोको 1:30 बजे हामी पोखराबाट हिँड्न लागिरहेको छौँ। आज कहाँ गएर बास बस्नुपर्ने हो। यहाँ हाम्रो सामान प्याक हुँदैछ। अबको केही समयमा हामी पोखराबाट बेनी हुँदै तातोपानी हुँदै हुम्खोला पुग्नेछौँ। अब हामी लुम्लेमा आइपुगेका छौँ आजको खाजाको लागि। कता जाने हेर्नुहोस् है, यस्तो छ। के खान्छ तिमीहरू? खाँदैन? खासै खानु मन छैन। लुम्लेमा खाजा खाइसकेपछि हामी फेरि आफ्नो गन्तव्यतिर अघि बढ्यौँ। हामी अहिले बेनी बजारको पुल आइपुगेका छौँ। र यता छ कालीगण्डकी खोला। बेनीदेखि तातोपानीको बाटो चाहिँ प्रायः यसो धेरै ठाउँमा अलि अफरोड थियो। त्यही पनि हामी हाम्रो गन्तव्यतिर अघि बढिरहेथ्यौँ। ल फाइनली हामी तातोपानी आइपुग्यौँ। अब केही खानै पर्यो, साह्रै भोक लागिसक्यो। हामी यहाँ खाजा खान आइरहेको छौँ। अब तातोपानीबाट हामी हुम्खोलातिर लाग्न लागिरहेको छौँ। हामीले सोचेको पनि थिएन कि आजकै दिन हामी हुम्खोला पुग्छौँ भनेर। वेदर राम्रो भएको छ। लेट्स गो गाइस। तातोपानीबाट 2 घन्टाभन्दा पनि बढी उकालो अफरोड बाटो हुँदै हामी हुम्खोलाको लागि अघि बढिरहेको छौँ है त। ल बाटो यही भन्छ खै। ल है खस्लास ल। यहाँ यस्तो खोला छ, हाइड्रो पावर छ यहाँ। र हामी हुम्खोलाको यहाँ रुममा जाँदैछौँ। खासै प्याक छैन है, प्याक छैन यहाँ। हामी यहाँ जाँदैछौँ। रुममा छिरौँ त कस्तो रहेछ। बेड त ठिकै हो, अलिकति चल्नलाई चाहिँ चल्न डुल्न अलि अप्ठ्यारो हुने रहेछ। अब हामी खाना खान जान लागिरहेको छौँ। हाम्रो खाना रेडी भइसकेको छ। सो लेट्स इन्जोय द डिनर। अनलाइनमा हेर्दाखेरि त एकदमै प्याक थियो है। यहाँ त खाली छ है। हुम्खोलामा एक रातको बसाइको साथ अब हामी बिहान उठेर हाम्रो ट्रेकिङतिर लाग्न लागिरहेको छौँ। र यो रहेको छ बिहानको दृश्य। सो अहिले हामी हुम्खोलामा छौँ। अब हाम्रो ट्रेकिङ सुरु हुन लागिरहेको छ। यहाँ छ हाम्रो टिम। सो लेट्स गो गाइस। बिहान कफी र बिस्कुट खाएर हामी आफ्नो गन्तव्यतिर अघि बढ्दैछौँ। हिँड्दै जाँदा बाटोमा हिमाल, खोला, झरना, डाँडाकाँडा देख्दाखेरि एकदमै रमाइलो लागिरहेको छ। सो लेट्स गो गाइज।
बाटोमा रहेको यो खोलाको पुल साह्रै नै राम्रो थियो। यसपछि चाहिँ गुराँसे डाँडाको उकालो सुरु हुन्छ, जुन चाहिँ एकदमै ठाडो छ। हामी अहिले फुत्फुते झरनामा आएर खाजा खान लागिरहेको छौँ। साह्रै चिसो छ है, यस्तो हावा आइरहेछ है, बाफ आइरहेछ। फुत्फुते झरनामा अन्डा चाउचाउ खाएर अब हामी फेरि माथि उकालो उक्लिँदैछौँ है त। हामी अहिले नर्थ एभेसी जाने क्रममा छौँ। हामी अहिले फुत्फुते झरनाभन्दा माथि पुगिसकेको छौँ र ट्रायल चाहिँ एकदमै खाली छ है। भिडियोहरू हेर्दाखेरि एकदमै प्याक भनेर भन्थ्यो, अब हामी सही समयमा आए जस्तो लाग्यो नि त केटा हो। ल फुत्फुते झरनाबाट 45 मिनट हिँडिसकेपछि हामी साँधीखर्क आइपुग्यौँ। यहाँ पनि खाना बस्नको लागि राम्रो व्यवस्था रहेछ। त्यहाँबाट डाँडा काँडा खोला झरना हेर्दै हामी 2 घन्टामा गुफा फाँट पुग्यौँ। यो भिडियो चाहिँ म उताबाट आफ्नै सुरमा हिँडेर आएको जस्तो गर्छु, तँ चाहिँ यसरी भिडियो खिच्दै है भनेर बनाएको भिडियो हो यो चाहिँ। दिउँसोको 1 बजिसक्यो, अहिलेसम्म खाना खान पाएको छैन। अब चाहिँ हामी खाना खानलाई भुस्केट मेला भन्ने ठाउँमा गएर रोकिनेछौँ। ल हेर्नुहोस् है गाइज, यति राम्रो छ कि यो ठाउँ है। खोला, झरना, हिमाल, पहाड सबैको कम्बिनेसन छ क्या। कति हिँड्नु मात्र है, यसो आराम पनि गरौँ, खाजा पनि खाऊँ। ल अब चाहिँ एकछिन रेस्टै गर्नुपर्ने भयो। त्यहाँबाट हामी आधी घन्टा हिँडेर अघिसम्म हाम्रो अगाडि कोही पनि थिएन, अचानक यत्रो धेरै मान्छे कहाँबाट आइपुग्यो के। ठिकै छ, र फाइनली हाम्रो खाना खाने ठाउँ पनि आइसकेको छ है। त्यहाँबाट टन्न खाना खाएर अब हामी फेरि उकालो उक्लिँदैछौँ। यो ठाउँ आइसकेपछि चाहिँ अलिकति हिमालको नजिक आएको जस्तो फिल भइरहेको छ है। ल हेर्नुहोस्, हिमाल पनि, खोला पनि, डाँडा पनि सबै छ यहाँ। एकदम रमाइलो ठाउँ छ। ल अझै माथि उक्लिसकेपछि त अब हिउँ पनि देख्न थालिसकियो। ल लगभग 3 घन्टाको हिँडाइपछि बल्ल हामी बस्ने ठाउँ देखियो।
ल आइपुग्यो है। हामी अहिले यहाँ पञ्चकुण्ड आइसकेका छौँ र यहाँ पछाडि छ पञ्चकुण्ड र यहाँ माथि छ हिमालमा घाम लागिरहेको गोल्डन आवर। राति साह्रै नै जाडो थियो। हामी चाहिँ टन्न खाना खाएर अब हामी टेन्टमा सुत्न लागिसक्यौँ भोलि बिहानको पर्खाइमा। सबैजनालाई गुड मर्निङ। अब चाहिँ हामी खाजा खाएर हामी माथि अन्नपूर्ण बेस क्याम्पमै पुग्नेछौँ। ल अब चाहिँ हामी माथि बेस क्याम्पतिर लाग्नको लागि उकालो उक्लियौँ। बेस क्याम्पमा पुगिसकेपछि त्यहाँको हिमालको हिउँ खेल्दै ठाउँ एक्सप्लोर त गर्नै पर्यो। यहाँ केही बेर हिउँ खेलेर अब फेरि पञ्चकुण्डमै गएर हाम्रो यो ट्रान्जिसन भिडियो त कम्प्लिट गर्नै पर्यो। फाइनली नर्थ एबेसी पनि कम्प्लिट गरियो। सन्चो नहुँदा पनि औषधि खाएर भए पनि माथि पुगेरै आइयो र हाम्रो प्लान सक्सेस भएको छ। अब हामी भिडियोको अन्तिममा आइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।